Explain meanings of land and features, characteristics, peculiarities of land. भूमिको अर्थ र यसका विशेषताहरूको व्याख्या गर्नुहोस्। साधारण अर्थमा भूमि वा जमिन भनेको पृथ्वीको माथिल्लो सतहलाई बुझिन्छ, तर अर्थशास्त्रमा यसको परिभाषा फरक छ। Land includes all the things which are free gift of nature. भूमि शब्दले प्रकृतिले निशुल्क उपहार स्वरूप प्रदान गरेका सबै वस्तुहरूलाई समेट्छ। Land stand for all natural resources, living and non-living, which is used by human beings in production. भूमि भनेको सबै प्राकृतिक स्रोतहरू हुन्, जीवित र निर्जीवित दुवै यसमा समावेश हुन्छन् र यिनीहरू उत्पादनमा प्रयोग हुन्छन्। The land surface such as hills, mountains, plains, water, resources like ocean, river, lake, rainfall, air, sunshine, heat, forest, minerals, etc., which nature provides the human beings for free use are all lands. भूमिको सतहमा रहेका वस्तुहरू जस्तै हिमाल, पहाड, तराई, पानीका विभिन्न स्रोतहरू, हावा, ताप, जङ्गल, खनिज पदार्थ आदि जुन मानिसहरूले निशुल्क उपयोग गर्छन्। भूमि के हो भन्ने सन्दर्भमा अर्थशास्त्री अल्फ्रेड मार्शल भन्छन्, By land is meant not merely land in the strict sense of the old, but whole of the materials and forces which nature gives freely for man's aid in land, water, air, light and hills. यसरी मार्शलले भूमिलाई शब्दको कडा अर्थमा मात्र नभई जमिन, पानी, हावा, उज्यालो र गर्मीमा मानिसहरूको सहायताको लागि प्रकृतिले सित्तैमा दिने सम्पूर्ण सामग्री र शक्तिको रूपमा परिभाषित गरेका छन्। निष्कर्ष, अर्थशास्त्रमा भूमि ल्यान्ड भनेको उत्पादनमा प्रयोग हुने मानव जातिलाई प्रकृतिले निशुल्क उपहार स्वरूप प्रदान गरेका सबै जीवित र निर्जीवित वस्तुहरूलाई बुझिन्छ। भूमिका विशेषताहरू निम्न अनुसार छन्। These are following characteristics, features, peculiarities of land. भूमि प्रकृतिको निशुल्क उपहार हो। Land is free gift of nature. भूमि प्रकृतिको निशुल्क उपहार हो, यो मानिसले बनाउन सक्दैन, त्यसैले यो मानव निर्मित होइन। भूमि सीमित क्षेत्रमा हुन्छ। Land is limited in area. भूमिको क्षेत्र सीमित छ, त्यसैले हामीले भूमिको क्षेत्रलाई घटाउन बढाउन सक्दैनौं। अवश्य पनि भूमिको आपूर्ति सीमित छ। We cannot neither increase nor reduce the supply of land. भूमि स्थायी छ, land is permanent. भूमि स्थायी छ र हामी यसलाई नष्ट गर्न सक्दैनौं। जस्तै परमाणु बमले ध्वस्त पारेको ठाउँ पनि केही समयपछि सुधार्न र प्राकृतिक शक्ति पुनः स्थापना गर्न सकिन्छ। भूमि अचल छ, land is immobile. भूमि अचल छ अर्थात् एक ठाउँबाट उठाएर अर्को ठाउँमा राख्न सकिँदैन। भूमिको स्वामित्व मात्र हस्तान्तरण हुन सक्छ। भूमिको मूल्य र उर्वरा शक्ति ठाउँ अनुसार फरक हुन्छ। Land differs in fertility and price. भूमिमा विविधता छ। सबै भूमिमा बराबर उर्वरा शक्ति पाइँदैन। कुनै ठाउँमा धेरै उत्पादन हुन्छ भने कुनैमा कम उर्वरा शक्ति हुन्छ र कम उत्पादन हुन्छ। भूमिमा रहेको उत्पादन गर्ने शक्तिलाई उर्वरा शक्ति भनिन्छ। त्यसैगरी शहर बजारमा भूमिको मूल्य बढी हुन्छ भने दुर्गम गाउँमा कम हुन्छ। मलिलो र सम्म भूमिको मूल्य तुलनात्मक रूपमा बढी हुन्छ। भूमि उत्पादनको निष्क्रिय साधन हो। Land is passive factors of production. भूमिले आफैमा केही गर्दैन, यसमा श्रम लगायत अन्य उत्पादनका साधन
नलगाएसम्म यसले उत्पादन गर्दैन।